कमेन्ट फर लिङ्क। तपाईले किन दुईटा पोते लाएर बस्नु भएको? कस्तो राम्रो लाग्यो मलाई त। तपाईहरुले पनि छक्क पर्नु होला है, यो त बौलाई चाहिँ होला दुईटा पोते लाएर बसेपछि भन्नुभयो होला। होइन म बौलाकी होइन, हजुरहरूलाई पनि यस्तै खालको भएको छ होइन। पोते कस्तो लिन मन लागेको छ, पोते छैन। कोही जान्छन् नेपाल अनि बल्ल मगाउँ, कोही नेपालबाट आउँछन् बेच्नलाई अनि किनौँ भनेर सोच्नु भएको होला होइन। ती सब सोच्नु पर्दैन, अहिले टेन्सन फ्री यी सब लाउनको लागि एकदम टेन्सनै नलिनु तपाईहरुले। अहिले हाम्रो मिसोले यति सस्तो दाममा यति राम्रो पोते, यस्तो राम्रो पोते दिइराखेका छन्। अहिले यो हेर्नु, मैले यो नेपालबाट आउने मान्छेसँगबाट किनेकी, जब 1200 मा किनेकी। यहाँ हेर्नु 1200 को पोते र मैले अनलाइन मिसोबाट मगाएकी जम्मा 350 को पोते। कस्तो राम्रो छ। यहाँ हेर्नु सेम टु सेम, यहाँ हेर्नु सेम छ नि, कस्तो राम्रो छ यो पोते। हेर्नु तपाईहरुले केही मनमा डाउट नगरिकन मिसोबाट मगाउन सक्नुहुन्छ। र हजुरहरूलाई पनि चाहिन्छ भने प्लिज कमेन्टमा लिङ्क भनेर कमेन्ट गरिदिनु होला, म हजुरहरूलाई लिङ्क पठाउने छु। र हजुरहरूले नो टेन्सन, अबबाट बिहामा जाँदाखेरि तपाईहरु कहीँ जाँदाखेरि यस्तो झुत्तो पोते छैन। अरूले त कस्ता झुत्तो लाएर हिँड्छन्, कस्तो लाएर हिँड्छन्, मेरो त छैन भन्ने टेन्सन नलिनु। हजुरहरूले पनि एक हप्तामा आइहाल्ने यस्तो राम्रो माल अनलाइनबाट मिसोबाट अर्डर गरिदिनु होला।